प्रणाम गरे महाराज। भाग्य माने भएस तिमीलाई पशुपतिनाथले कल्याण गरून्। आखिर फर्की बक्सिनु भयो महाराज। अब नफर्केर के गर्नु त? जुन थाले बोलाको बोलाइ छन्, फर्की भनेको भनै छन्, त्यही भएर म त फर्की। काठमाडौँमा शाह राजा, धरानमा राई राजा, म चाहिँ कराई राजा। भनेपछि तपाईँ कराई दुई पखाली गरी बक्सनुहुन्छ महाराज। अब म कराई मात्र होइन, हाम्रा देशका भ्रष्ट नेताहरूलाई पनि धोइ पखाली गरेर शुद्ध बनाउँछु। त्यति मात्र होइन, देशलाई नै धोइ पखाली गरेर पुरै परिवर्तन गर्छु। देशलाई नयाँ रङ्ग दिन्छु। तपाईँ हामी सबैलाई पशुपतिनाथले कल्याण